आज माछाको सपिङ गरेर आएको। यो माछाको लागि चारो हो। यो माछा भेराइटी चाहिँ कोही हो, कोहीको बच्चा। यो हरियो हरियो चाहिँ प्लान्ट हो माछाकै। त्यो भन्दा पहिला चाहिँ हामी दबाई हाल्नु पर्यो। यो दबाईको काम चाहिँ के गर्छ भने यसले नराम्रो ब्याक्टेरियाहरू मार्छ र राम्रो ब्याक्टेरियाहरू चाहिँ राख्छ, जसमा कि माछालाई चाहिने। यसमा चाहिँ जहाँनिर त्यो पानी बग्दैछ त्यहाँनिर हालेको चाहिँ राम्रो, एकदमै छिट्टो डिजल्भ हुन्छ। यो भयो प्लान्ट तपाईको। प्लान्ट चाहिँ प्लान्टेसन गर्दा बिस्तारी बलुवामा गाडेर र यो ढुङ्गाले राख्नु पर्यो। यो ठुल्ठुलो पनि यसरी मैले सानोमा गरेको, अहिले कत्रो कत्रो भएको छ हेर्नुहोस् त प्लान्टहरू। यो चाहिँ अर्कै भेराइटीको प्लान्ट हो, तर कोहीहरूको लागि चाहिँ चाहिन्छ विशेष यो प्लान्ट चाहिँ। यहाँदेखि अब यो माछा हाल्नु पर्यो। के चिप्लो आम्मा लुच्चा, आम्मा लो 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 टोप पनि जा नयाँ एक्वेरियममा, टोप पनि जा। ल अत्तालेर कहाँ गयो यिनीहरू त आमा। एकै गुजुल्टो भएर बसेछ। हेर आमा, एकछिनमा झ्याम्मिहाल्छस्। नयाँमा त्यस्तै हो। ल ल ल ल खेल खेल खेल। ला आयो पछाडिबाट सेठ सेठ आयो। खेल्न थालिहाल्यो नि, ऊ साथी बनाइहाल्यो यसले।